साथीहरु नमस्कार। फेरि पनि स्वागत छ तपाईहरुलाई रञ्जना र युट्युब च्यानलमा। आज पनि साथीहरु सधैँ झै नयाँ भिडियो लिएर आएको छु। सबैजना साथीहरु सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। म चाहिँ आरामै छु, तर पनि पीर व्यथाले कहिले छोडेन साथीहरु। आजको ब्याड न्युज साथीहरु मा शेयर गर्दै छु। गर्मी पनि भइरहेको छ एकदम। म चाहिँ आज नुहाएर यसरी जाँदैछु। अनि के ब्याड न्युज भन्दाखेरि साथीहरु, मेरो छोरालाई चाहिँ हिजो सर्पले डसेछ, हिजो बेलुकाखेरि हैन। अनि अब भिडियो त बनाइएन, आपद विपद पर्यो है, सबैजना समस्या पर्यो। अनि त्यही भएर बेलुका साँझ पख अनि खाना खाइएकै थिएन। खाना खाने टाइममा खानुभन्दा अगाडि त्यस्तो भयो। अनि त्यही पछाडि खाना नखाइ नै छोरालाई चाहिँ उता ट्रिटमेन्ट गर्न पठाइयो के साथीहरु। अनि अब यहाँनेरि गाउँमा त यस्तो छ नि त, रोडमा लानु पनि निकै अब समस्या नै छ। अब हेरेर लानु पर्यो। गाडीको साइडमा घर छैन, त्यही समस्या चाहिँ रोडसम्म चाहिँ पुर्याउनु पर्यो। रोडदेखि चाहिँ पर लगियो। ट्रिटमेन्ट चाहिँ के गरियो भन्दाखेरि साथीहरु, त्यो पहिला जान्ने बुझ्नेहरूले चाहिँ राख्नु भएको रहेछ क्या सर्पको। त्यो सास भरेर बोल्न नि गाह्रो भयो। अनि त्यो के भन्छ हौ, नाम पनि ठ्याक्कै आएन। झारमौरो भन्दो रहेछ त्यसको नाम चाहिँ। अनि सर्पले टोकेको ठ्याक्कै ठाउँमा चाहिँ त्यो राखेपछि चाहिँ त्यो टाँसै गर्छ अरे। हिजो बेलुका लगभग 4:30 बजेतिर चाहिँ 4:30 भन्दो रहेछु ठ्याक्कै, दिमाग खुस्किएछ मेरो। 8:30 बजेतिर, बेलुकाको 8:30 बजेतिर है साथीहरु। त्यो टाइममा चाहिँ पुऱ्याएको थियो होला उहाँ। अनि लगेपछि अझै अहिले चाहिँ त्यसको भोलिपल्ट बिहान भएर पनि दिउँसो बिहान चाहिँ अहिले 12 साढे 1 बज्न लागिरहेछ। अनि म चाहिँ जाँदैछु। हिजो चाहिँ उसको ठुलो बाउ देवा भन्छौँ हामी चाहिँ, ठुलो बाउसँग मैले पठाइदिएको थिएँ। अनि ठुलो बाउ चाहिँ आउनुभयो। अनि आइसकेपछि म चाहिँ अब जाँदैछु फेरि छोरालाई भेट्न, के कसो छ। अब त्यहाँ झारमौरो अझै त्यो टाँसेकै छ अरे, झरेको छैन भनेर भन्नुभएको छ। के छ साथीहरु, म यसरी जाँदैछु ल। अनि हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर सपोर्ट गर्नु होला, सपोर्ट गर्नु होला, माया गर्नु होला। मलाई चाहिँ समस्याले जहिले पनि कहिल्यै छोडेन साथीहरु। यस्तै रहेछ जिन्दगी। बिजोकमा रमाउनु पर्ने, बाँच्नु पर्ने बाध्यताले ल यस्तै छ भिडियो ल। अब उहाँ पुगेपछि मात्रै म भिडियो गर्छु ल साथीहरु। अझै 1 घन्टा लाग्छ मलाई। भनेको बेला गाडी पनि भेटिँदैन के साथीहरु, यस्तो छ हालत। पुरै रोडमा पनि सुन्ने, गाडी पनि छैन, केही पनि छैन। म चाहिँ टुङ हिँडिरहेको छु। गर्मी छ, यसरी छाता ओढेर। पारा यस्तै छ साथीहरु। यो दशाले मान्छेलाई छोडेन कहिले पनि। ल गाडी हो, यस्तो छ गाडी चाहिँ। डर लाग्छ मलाई चाहिँ फेरि यस्तो गाडी आएपछि। केटो त के गर्दैछस् ह? It appears as a silver serpent dividing the continent, shaping weather systems that influence across the globe. खै देखाउ त झारमौरो कस्तो रहेछ। खै दुख्छ? यस्तो गर्दाखेरि Beneath its surface, more fish species live than in the Atlantic Ocean itself. दुख्दैछ कि होइन? कहाँसम्म सुनेको छ? यहाँ माथिसम्म चस्ता हुँदैछ कि होइन? चस्ता हुँदैछ कि होइन? केही पनि भएको छैन? पोलेको छैन?
गर्मी त burst through the haze in explosions of color. Flying wing to wing with uncanny synchronicity. स्क्रिन खतरा छ है खाली कुर्सीलाई अगाडि हेरेर के गर्ने मान्छे छैन छैन सकिएको अब ए यो त यो त अघि नै खाएको फेरि फेरि पनि खोजेर गएर मैले माथि सिकेको हटाएको रहेछ त यता त यता उ गर्नु त कान्छ यस्तो टक्कै हिर्काउनु पर्यो माथि ल्याउन खुट्टा खुट्टा चाहिँ माथि राख्नु खुट्टा माथि लिएर यस्तो गर त कतिको हुन्छ भयो के हुँदैछ कि होइन कति साह्रो हो बाहिर पनि दुई तिन फेर गएर पनि भएको छ त यसो गर न त आयो भने हुँदैन सुनिएको त दुख्छ नि हिजो जस्तो कहाँ हुन्छ तान्दाखेरि निकै साह्रो साह्रै हुन्छ कि कसो हुन्छ तान्दा निकै साह्रो साह्रै हुन्छ तान्दा त अब यसो गरेर झर्नु पनि यस्तो ट्याप्पै खाइरहेको ननिकाल्नु के गर्नु के भयो सर्पले कहाँ टोकेको नि त्यही त भनेर पो निकाल्नुपर्छ त यसो गर न हुँदैन त्यस्तो हुन्छ हुँदैन ल जल्दी चलो घर अब लु मामा बस्नुहोस् ल हामी लाग्यौँ हिँड भाइ लो हिँड जाऊँ लो बाय बाय बाजे माथिबाटै जहिले पनि माथिबाटै हुन्छ त बिस्तारी हिँड बिस्तारी आमा यो के ढुसु लागेको राम राम साँझ पर्यो
अलरेडी टेक्दैछ झरेन त्यत्तिकै झारेर हिँडेको ए जबरजस्त हजुर लु जानु छ भाइ ढुसीले केही देखिएन नि बत्ती यता छ है बत्ती यता छ आमामा ढुसी लागेर यस्तो छ है हालत ल फाइनल्ली हामी चाहिँ घरमा आइपुग्यौँ रात पर्यो साँझ पर्यो बिरामी मान्छे सर्पले टोक्दाखेरि कस्तो हुँदो रहेछ भाइ हँ भनौँ न यहाँनिर हेर त रात परेर यस्तो बिजोग भएर आइपुगेको यहाँ ढुसी लागेर अघि त केही भिडियो देखेन भोक लाग्यो अरे अब खाजाहरू खाजा भन्दा नि अब खानाहरू खाने हामी कहाँ गएको एकछिन त पकाउनु पर्छ हौ चाउचाउ पकाउनु है बस न एकछिन आराम गर न कहाँ कुदिनेको हौ भाइले कोसी लिएको तँ आरू त्यति भाइ खालु आरू खानु पाइन भन्थ्यो यही आरू खाँदै उ गर्दाखेरि चाहिँ के अरे काट्दै थिएँ म चाहिँ के खाएको बुनु चाहिँ दादा निको भयो खुसी भयो है बुनु खुसी लाग्यो लागेन बुनुलाई कति बेला आउँछ भन्दै थियौ यता आऊ न कहाँ पर कहाँबाट हामी बाइकमा के चाहिँ औषधि झारमौरो डल्लो हुँदो रहेछ भाइ उसले के अरे सर्पले ठुङ्दाखेरि कस्तो हुँदो रहेछ सिकर कतिको पोलो भन त आरू खानु मन औषधि अनि औषधि लाउँदा चाहिँ कसो भयो निचोड दिनु भयो अनि ऊ के अरे अनि निचोड्दाखेरि कतिको साह्रो दुख्यो दुखेन दुखेन भन्छ फेरि कम्ती साह्रो दुखेको थियो अरे के भनेको अनि औषधि कस्तो भयो त्यो औषधि अडिएन भाइको दोकान दादा खोइ अघि दिएको खोइ हो त्यही हो के भन्छ औषधि चाहिँ भयो अरे अनि त्यो रगत चाहिँ निकालेर मात्रै टाँस्नु पर्ने रे होइन त्यो औषधि त्यो एकै खालको होला हौ महँगै होइन त महँगै हो त तिनीहरू त्यो पनि महँगै हो त्यो पनि महँगै हो अलिक यो सस्तोको होला नि त अलिक यो सस्तो होला के भन्नु त खुट्टा त नधुनु पर्ने रहेछ है लु भाइ आमामै सुनिएर यस्तो भएर डमी अब निको हुन्छ होला हिलोमा हिँड्दै आएको अब के गर्नु त यस्तै हो बिहान चाहिँ 11 को एक्जाम भयो भइसक्यो होइन आज अनि उको इलेभेनको 12 को त रिजल्ट आयो त खै थाहा छैन मलाई हो आज आम्बो बिस्कुट रहेछ खाऊ न मम्मी डराको भात चाहिँ एउटा खान्छु डोराक माछु अरे के भनेको डोराक मलाई एकछिन हेरौँ न के छ यो यहाँ देखाउनु न भिडियोमा नि यहाँ भाइ बिरामी है खाने भाइलाई राम राम खानेकुराहरू लिएको नि त्यहाँ मसलाहरू पनि लिएको नि कहाँ खानेकुरा भन्दा साबुनहरू बाजेको फिक्स बाजेलाई हो दुइटै छ त साबुन त के एउटा मात्रै आयो दुईटा छ यो बेसारो म चिनी
मलाई त्यहाँ नि चाउचाउ खाएको पछि नि मम्मीले गर्दिन भनेको आरू चाहिँ खानु खोज्दै छैन त हिजो बेसबारी आलु त अनि मम्मी आज पाहुना पनि आयो त बहिनी होइन भोलि आउँछ होला पाहुना अहिले एक ग्लास पाउनु भोलि लु अब हामी फाइनली आइसक्यौँ निको पनि भइसकिसक्यो भन्दा पनि भयो अब 2-3 दिन चाहिँ लाग्छ अरे सुनिनु चाहिँ अब 2-3 दिन लाग्छ अरे सुनेको घट्नु चाहिँ अब आइतबार सोमबार स्कुल जानु सक्छस् नजातिर खुट्टा ल लगाएर ल हस् 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 जानुपर्छ स्कुल त स्कुल नगए त पढ्नु परेन अनि त्यो खुट्टा पाक्दैन नि त के को पाक्छ हौ पाक्दैन त सुनिएको मात्रै सुनिएको घटिहाल्छ नि पाकेको छ होइन खुट्टा खाली खुट्टै जान्छु स्कुल खाली खुट्टा जाने मान्छे हेरौँ यहाँ स्कुल खाली खुट्टा जाने रे एक स्कुल पक्का चाहिँ राख्नु नराख्ने माथि नै हो यो चाहिँ